हेलो गुड मर्निङ नमस्ते। आज चाहिँ म के कुरा गर्नेछु जस्तै जब भ्याकेन्सीको बारेमा कि जब कसरी खोज्ने सेल्फ अप्लाई कसरी गर्ने त्यसको बारेमा है त टोटल भिडियो हेर्नु होला पुरैसम्म। अनि सेल्फ अप्लाई गर्न चाहनुहुन्छ भने म एउटा लिङ्क चाहिँ तपाईँलाई बायोमा हाल्दैन छु। अल ओभर युरोपको लागि काम गर्नेछ, त्यसमा राम्रो एउटा सिभी बनाउनुहोस् अनि राम्रो एउटा प्रोफाइल बनाउनुहोस्, त्यसपछि अप्लाई गर्न सक्नुहुन्छ। 90% चान्स छ कि त्यहाँबाट तपाईँहरूलाई सेल्फ अप्लाई हुन सक्छ है त। अनि अर्को कुरा, कोही युरोप आउन चाहनुभएको छ, रोमानिया आउन चाहनुभएको छ, सर्बिया जान चाहनुभएको छ भने मलाई खबर गर्न सक्नुहुन्छ। म मेरो नम्बर वाट्सएप नम्बर बायोमा दिनेछु, त्यही कुरा गर्नेछु है त। सेकेन्ड पोइन्ट, कसरी अप्लाई गर्ने त भनेर मैले सिकाइदिनेछु। यसको लागि चाहिँ एउटा भिडियो आउनेछ पक्कै पनि केही टाइममा। त्यसपछि तपाईँहरूलाई पर्मिटहरू चेक गराउनु छ, फेक हो कि रियल हो कि के हो कसो हो भनेर चेक गराउनु छ भने पनि अभियसली गर्न सक्नुहुन्छ है त। म चाहिँ अवश्य कोसिस गर्नेछु, तपाईँहरूलाई सबै जानकारी दिने कोसिस गर्नेछु। अनि अप्लाई गर्न चाहनुहुन्छ भने पनि मलाई वाट्सएपमा कन्ट्याक्ट गर्नुहोस्। रोमानियाको लागि अहिले चाहिँ हामीसँग डिमान्डहरू छ त, अनि सर्बियाको लागि पनि डिमान्डहरू छ। तपाईँ कोही आउन चाहनुहुन्छ, कोही आएर युरोप आउन चाहनुहुन्छ भने चाहिँ हामी बोलाउन सक्छौँ है त हजुरहरूलाई। अनि अर्को कुरा चाहिँ यहाँको अहिले अगस्त पछिको रुल्सहरू चाहिँ के चेन्ज भएको छ, के हो, सिङ्गल पर्मिटमा के छ कसो छ, त्यसको बारेमा हामीले कुरा गर्नेछौँ पक्कै पनि है त। रोमानियाको बस स्टेसनमा अब हामी वेट गरिरहेको छौँ बसलाई। अझै हामी ड्युटी जान लागेको। हाम्रो ड्युटी 7 बजीबाट हुन्छ, मर्निङ 7 बजीदेखि हुन्छ। ड्युटी जान लागेको, बस मिलिरहेको छ। त्यही इन्फर्मेसनहरू चाहिन्छ भने भन्नु होला, म तपाईँहरूलाई फुल भिडियो बनाएर दिनेछु। लाइक कमेन्ट एन्ड सब्सक्राइब गरिदिनु होला यो च्यानललाई। म चाहिँ जे हुन्छ, जस्तो जस्तो कुराहरू हुन्छ म जे जाने हुन्थ्यो त्यो चाहिँ हजुरहरूको बिचमा ल्याउनेछु। हाम्रो फ्लाइओभर स्टाफ गर्नु